हेलो गाइस, आज चाहिँ हामी टाटाम्लो टाटाम्लो खानालाई रुख चढ्दैछ हाम्रो गाउँको एउटा दाइ होइन। अनि यो टाटाम्लो खानलाई आज टक्क साइड मिलाएर गइयो। अब टाटाम्लो टक्क रुखबाट झार्छ अनि टक 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 गरेर स्वादले खानुपर्छ। यो रुख चढ्दैछ होइन। टाटाम्लो चाहिँ पाकिसकेको रहेछ। अनि अब दाइ टक्क रुख चढ्दैछ। रुख चढिसकेपछि अनि ट्याक 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 एक एकवटा गरेर झार्छ। अनि त्यहाँबाट हामीले स्वादले खान्छ होइन र। काँचो भन्दा त पाकेकै मिठो हुन्छ नि त टाटाम्लो चाहिँ। अनि के गर्नु होइन, खानु त परेको। अनि आजको भ्लग यही नै हो। टक्क दाइले टाटाम्लो झार्छ अनि हामीले चाहिँ खानु पर्छ। आज चाहिँ भोलि अलिकति मेरो घाँटी गडबड भएको छ, त्यही भएर भोलि चाहिँ हल्का हेरेको होला, केही छैन। अनि अब झार्दैछ दाइले। अनि टक्क झारिसकेपछि खानुपर्छ ल है त गाइस।